तपाईलाई थाहा छ म यतिखेर कहाँ छु? म यतिखेर अत्यन्तै अजीब गजबको ठाउँमा छु र यसको बारेमा सुनिसकेपछि तपाईलाई अत्यन्तै मन खुस हुनेछ, आनन्दित हुनेछ। समाजको सबैभन्दा बढी आवश्यकता भइरहेको एउटा महत्त्वपूर्ण कुरा यो स्थान बनिसकेपछि पुरा हुनेछ। अरे कति खुसी भयो। तपाईले खिच्ने काम मैले हेर्ने काम हो कि हैन? दिपक बर्दा राख्ने भयो। मानव सेवा आश्रम मुख्य सेवा केन्द्र मकवानपुर हेटौँडाको आँगनीमा छ यति सुन्दर पोखरी। यो एक पोखरी मात्र होइन, बन्दै गरेको ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र अर्थात् दिवा सेवा केन्द्र हो। जय मानव सेवा। अबको केही समयपछि हेटौँडाको प्रमुख पर्यटकीय गन्तव्य बन्दैछ यो मानवेश्वर पोखरी। यो मानव सेवा आश्रमको प्राङ्गणमा छ र जब यो निर्माण सम्पन्न हुन्छ यहाँ एउटा बस सेवा सञ्चालन हुन्छ। हरेक घर टोलसम्म पुगेर हेटौँडाबाट ज्येष्ठ नागरिक आमा बुवाहरूलाई यो पोखरीमा ल्याउने सेवा हुन्छ र दिनभरि उहाँहरूलाई भजन कीर्तन होस्, पुस्तक अध्ययन होस्, चिया गफ होस् वा यहाँ विभिन्न एक्टिभिटीहरूमा आफ्नो रुचि र चाहना अनुसार सहभागी हुने सेवा हुन्छ। साँझपख यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो ठाउँमा साँझपख यो ठाउँमा गङ्गा आरती हुन्छ। दिनभरि थकान भएका ड्युटीमा रहँदै गर्दा फ्रस्ट्रेट डिप्रेस भएका व्यक्तिहरूले पनि यहाँ आएर आरतीमा आनन्द गरेर इन्जोय गरेर, जसरी पशुपतिमा बेलुका आरती सुन्नका लागि भिड लाग्छ, सायद त्यसै गरी लाग्ने दिन आउँछ। र यो ठाउँ चाहिँ मकवानपुरको अत्यन्तै सुन्दर ठाउँमा छ। मानव सेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौँडा तपाईँले देख्न सक्नुहुन्छ पछाडि छ र त्यसकै अघिल्लोतिर यो ज्येष्ठ नागरिक पार्क बन्दैछ र पछाडितिर तपाईँले देख्न सक्नुहुन्छ मानव सेवा आश्रम बाल शाखा रहेको छ। बाबु नानीहरूसँग यो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र चाँडै बनोस् भन्न चाहने र यसका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरूले मानव सेवा आश्रममा सम्पर्क गर्न सक्नुहुनेछ। अब एकछिन कुरा गरौँ यी राजहंसहरूको। यी राजहंस मासु खानका लागि पालिएको होइन वा कुनै व्यावसायिक प्रयोजनका लागि पालिएका होइनन्। यी राजहंस त यो पोखरीको, यो ज्येष्ठ नागरिक पार्कको सुन्दरताका लागि पालिएका हुन् र यिनले प्रकृतिले दिए जति पुरा उमेर बाँच्न पाउनेछन्। बुवा कतिवटा हाँस रे अहिले अहिले कति छ भने 29वटा थियो। 29वटा? ल ल भयो भयो। तपाईँले हेर्न थाल्दा कतिवटा थियो? मैले हेर्न थाल्दाखेरि बच्चा काट्यो घुरी। के बजाउनुहुन्छ तपाईँ? यो यो त बजाउने हो। के हो? के बजाउनु भयो भन्नु त? यो 5 बजाएको। ल बजाउनु त। उहाँ चाहिँ मानव सेवा आश्रममै सेवा लिइरहनु भएको नारायण बुवा हुनुहुन्छ र उहाँले आफ्नो स्वास्थ्य लाभ गरिरहनु भएको छ। घर परिवार आफन्त गुमाउनु भएको उहाँको राजहंस नै सहारा बनेको छ र दिनभरि उहाँ राजहंससँगै बिताउनुहुन्छ। मानव सेवा आश्रमभित्र यस्ता अनेकौँ कुराहरू छन् जो तपाईँलाई हेर्दा मन आनन्दित हुन्छ। हरेक दिन म केही न केही यस्तो भिडियोहरू पोस्ट गरिरहनेछु जतिन्जेलसम्म मानव सेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौँडामा रहनेछु। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला अनि लाइक र सेयर गरेर सबैमाझ पुर्याइदिनुहोला। मानवता प्रवर्धनको यस महाअभियानमा हातेमालो गर्नुहोला। जय मानव सेवा, जय मानवता।